हामीले सधैँ सरल मार्ग मात्र रोज्यौँ भने हाम्रो अवस्था के हुन्छ भन्ने विषयसँग सन्दर्भित भएर एउटा प्रेरक प्रसङ्ग म सुनाउने कोसिस गर्छु। यो कथाको शीर्षक छ चराले रोजेको सजिलो बाटो। जङ्गलमा एउटा चरो निकै सुरिलो आवाजमा गीत गाइरहेको थियो। उसको स्वरमा कोइलीको जस्तै मिठास थियो। एक दिन एक किसान किराले भरिएको बाक्सा लिएर त्यही जङ्गल हुँदै कतै जाँदै थिए। चराले किसानलाई रोकेर सोध्यो, महाशय, तपाईँको बाक्साभित्र के छ र तपाईँ कता जाँदै हुनुहुन्छ? किसानले भने, मेरो बाक्सामा किरा छन्। म यिनलाई बेचेर चराका प्वाँख किन्न बजारतिर जाँदैछु। यति भनेर किसान आफ्नो बाटो लागे। चराले उनलाई रोक्दै भने, प्वाँख त मसित पनि छन्। मलाई किराको खोजीमा धेरै टाढा टाढा जानुपर्छ। बरु तपाईँ यसो गर्नुहोस्, मलाई किरा दिनुहोस्। त्यसको बदलामा म तपाईँलाई मेरो एउटा प्वाँख दिन्छु। यसबाट तपाईँलाई बजारसम्म जानु परेन र मलाई पनि किराको खोजीमा यताउता भौतारिरहनु परेन। किसानलाई पनि चराको प्रस्ताव ठिक लाग्यो। उनले किरा चरालाई दिए। चराले आफ्नो एउटा प्वाँख किसानलाई दियो। त्यसपछि हरेक दिन यही क्रम चलिरह्यो। हुँदाहुँदा यस्तो दिन पनि आयो, अब किसानलाई दिनका लागि चराको जिउमा एउटा प्वाँख पनि बाँकी रहेन। प्वाँख नपाउने भएपछि किसानले किरा पनि दिन छाडे। चरो आफै उडेर किरा खोज्न जान पनि सकेन। साथमा उनीकै भद्दा पनि देखिन थाल्यो। चरालाई आफ्नो रूप देख्दा घिन लाग्न थाल्यो। आफ्नो गल्ती सम्झेर ऊ पछुताउँदै रुन थाल्यो। जीवनमा कुनै पनि कामका लागि छोटो बाटो रोज्नुको परिणाम उसले भोगिरहेको थियो। आखिरमा खानाको खोजी गर्दा गर्दै भोक र तिर्खाले उसको अन्त्यमा दुःखद मृत्यु भयो।